चाहिँ उहाँको जलजलेबाट जलजले के अरे उहाँको गुराँसे जलकीबाट लाग्यो यता लिबाङतिर जाने भाइहरू यहाँ राखेको थियो हामीले है हेलमेट सेलमेट यहाँ। अब हाम्रो डेस्टिनेसन भनेको कहाँ हो थबाङ हुन्छ थबाङ हुँदै आरुवा हाम्रो बर्थ प्लेस भिजिट हुन्छ सालकेटालाई भेटिन्छ सालकेटा लगेर गइन्छ हैन जाउँ त यहाँ कोजीमा हालौँ मैले ल एउटा इम्पोर्टेन्ट कुरा है साथी हो के हो भने हामी थबाङबाट आएको थबाङ हुँदै उहाँ यहाँ दुईवटा उहाँ रहेछ है यो बाटो हेर्नुहोस् अगाडि के रहेछ भने हामी थबाङबाट आउने बाटो चाहिँ यो हो अनि यो मेन बाटो गयो भने चाहिँ तलको उहाँ जाने रहेछ अनि हामी आएको यो बाटो चाहिँ माथिको गुराँसेको उहाँ है गुराँसे फुलेको हेर्न जान्छ यहाँ हो अनि यहाँबाट सुलीचोर चाहिँ 1 घन्टामा गइदो रहेछ अनि सुलीचोरबाट दाङ सर्ट लक्क यताभन्दा यताबाट छिटो हुने रहेछ हाम्रो काम चाहिँ यता छ त्यही भएर यता जान्छौँ के होइन सिधै जाउँ नि मास्क त तल पाउँछ पाइला त थबाङतिर जाउँ थबाङ लाग्यौँ हामी सुलीचोर 1 घन्टामा पुगिन्छ अरे यहाँनिरबाट भन्ने कुरा आएको थियो हिजो साथी हेर्नुहोस् डेन्जर डेन्जर ओह्राल हामी बस्ने ठाउँ यो प्रयास हो बस्ने एकछिन बस्ने बसौँ बवाल देखिन्छ क्या भ्यू यहाँनिर आउँदा बसेको थियौँ हामी अब हामी एकदम दुईखोलीको नजिकमा छौँ भाइ साथी हो तपाईँहरूलाई मेरो जन्मस्थान मेरो बुढीको जन्मस्थान हाम्रो पुर्ख्यौली घर लगेर जान्छौँ आज लेट्स गो अरे मैले टिपेर तर कस्तो खाने हेलमेट ऐसलु साथी हो ऐसलु लट अफ ऐसलु हियर गाडी घोडा धेरै नदेखा जल्किन्छन् क्या भुइँ भुइँ पारेपछि किन बस्यौ त तिमी फेरि अहिले भएको छ फुर्र त्यो अहिले डराया छ पहिले तिमीले लगाउँदाखेरि अगाडि लगा त कस्तो खाऊ खुसी जस्तो कुरो गर्छ नि झन् जल्किन्छ क्या आऊ 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 हा 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 के भयो भने यो तल चाहिँ दुईखोली भन्ने ठाउँमा बाटो बनाउँदै रहेछ दिउँसोको 2 बजीदेखि 7 बजीसम्म बन्द गरे कस्तो यार दिमाग खराब मुटु त्यसपछि हामी त्यो दुईखोलीबाट हल्का माथि आएर 2 किलोमिटर माथिबाट हिरिबाङ जाँदैछौँ हिरिबाङबाट चाबाङ हुँदै फेरि त्यहीँनिर दुईखोलीभन्दा हल्का अगाडि निस्किन्छ अरे बाटो है त यो हिरिबाङमा म एकपटक चाहिँ आएको हो जमानामा तालाबाङ स्कुल पढ्न जान्थ्यो कि यहाँका साथीहरू के यही घर होला यार मेरो एउटा साथी थियो कि यहाँ 6मा पढ्दाखेरि यही घर जस्तो लाग्यो यार त्यस्तो डोराएर पनि बाइक चाहिँ जान्छ कति लाग्ला चाबाङ जाने अनि त्यहाँबाट तल हामी त तल हाइवे भेटाउनु जाने हो कि घरदेखि जाने हो कताबाट हो त्यो जहाँ तल छ नि दुईखोलीमा बाटो बन्द छ क्या 7 बजीसम्म बन्द छ त्यहाँबाट ठ्याक्क दुईखोलीको अगाडि निस्कि जान्छ अरे क्या बाटो हो त्यही जान्छ अरे त्यही अघि हामी जहाँ आएको थियौँ नि त्यही जान्छ क्या अगाडि ल त ल चाबाङ जाउँ हामी चाबाङबाट यसरी जान्छ अरे दौडाउनु पर्छ अरे परिवर्तन गाउँपालिका डाँडामा आएँ मैले हामी अहो होइन साथी हो दिस इज एरिबाङ है दिस इज एरिबाङमा कस्तो दामी फुल है कस्तो दामी उ रहेछ मलाई त किन हावा नभएर कस्तो उकुस पुङ्गुस भइरहेको थियो अहिले चाहिँ हावा बबाल आयो बाटो यस्तो डेन्जर छ यार बल्ल अफरोड हिँड्न पायो कि मेरो केटिएमले
हाम्रो एडिबीले चाहिँ यसपटक चाहिँ बब्बाल अफरोडिङ गर्यो टोटल अफरोडिङ हिरिबाङ नाफे सबका के कहाँ हुँदै हुँदै हामी यहाँ सबका आइपुग्यौँ यहाँनिर चोबाङ चाबाङ सबके बाङ हो हिरिबाङ भन्ने चाहिँ थाहा पाऊ यो 2 किलोमिटर बाटो 2 बजेदेखि 7 बजीसम्म बन्द रहेछ त्यही बाटो अब हामी चाहिँ यता जान्छौँ यति घुम्यौँ हामी है 1.5 घन्टा घुम्यौँ माथि लगभग 50 मिटर अगाडि आएर फाइनली सक्यो 4-8 यो चाहिँ चप्का भन्ने ठाउँ हो अब हामी लाग्छौँ बुढागाउँतर्फ ए बाजेलाई भेट्न जान्छौँ बुढागाउँ हामी बाजेलाई मेरो बड्डीको हजुरबाको घर चाहिँ यो मेरो पनि बाजेको यो गणेश कहाँ जाने अब हामी गणेशको मामा घर आरागाउँ हुँदै तालबाङ जाँदैछौँ ल जाऊँ त आइज है मोहित आरुवा माडी गाउँपालिका 4 बुढागाउँ हाम्रो बाजेको घर पूर्व वडा अध्यक्ष सेतो भेनाको घर यो लास्ट यताको छेउको घर छ नि यो 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 गणेशको घर अनि यो उताको छ त्यो घर छ त्यो बोइ घर क्या पहिलोको अनि ऊ त्यो पारी घर छ नि त्यो जयबहादुर दाइहरूको घर पहिले यस्तो थिएन खरको सानो थियो बेची अहिले बनाउनु बुझ्यौ मैले भिडियो बनाइदिइरहेको छु अनि अघि तँलाई बोलाइदिएँ त फुपू मेरो फुपू हुन् दरमाले घरदेखि छुरेको नि त्यही फुपू हुन् तेरो फुपूको बुहारी ओ त्यहाँ घर यो अनि तेरो घर यो यो तेरो कसो नि पैसा यो यही घर हो तेरो तलको त तेरो उसको फुपूको तेरो ओरिजिनल घर यही हो क्या यो जोगु बोयहरूको घर चाहिँ यो तेरो आमा आएर टिकटक बनाइरहन्छ नि त यता बिहा भएको त उनीहरू दाङ बस्छन् यो यो मेरो साइरी सान्छीको घर हो मेरो आन्टीको घर कसो यो घरमा जरा कि म आन्टीलाई भेट्छु मेरो आन्टीलाई त्यहाँ अर्को मेरो घर ऊ त्यहाँ छ पारि त्यो घर देखाइदिन्छु मैले मैले यहाँबाट सट्ट गएर हौजङ भन्ने त्यो हो रोल्पाको माइत पनि आइयो यो यहाँनिर मेरो माइत यही हो यो माइत क्रस गरिदियो सालाले के खुवाएन सालाले के खाएन यो ट्याङ्की मेरो बाले बनाउनु बोलो तिमीहरूले मेरो 2टा घर देख्यौ नि उता र ऊ यहाँनिरको माथिको देखाउँछौ तिमीहरूलाई अब यहाँबाट जाने हो क्या यहाँबाट छ यहाँबाट पनि बाटो छ अरे क्या यो हौजाबाङ जाने बाटो है रिजर्भमा सिधै त प्रत्येक घरकालाई चिन्छु नि मैले अब सबैसँग कहाँ बोल्न खाने त तैँले यही रात पर जान्छ छन् अरू पनि यो हिँड्ने बाटो चाहिँ यो होइन ऊ माथिबाट थियो अरे यो बाटो यहाँबाट बनाएछन् राम्रो गराएछन् भइरहेछ डेभलप ओइ 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 के छ खबर के छ हामी आयो भने भर्खर कहाँबाट हो चिनिस् गाउँबाट जहाँ ऊ पारिको त्यो टुप्पो छ नि लास्ट देख्यौ त्योभन्दा उता बुढागाउँ हो यो खर्सु डाँडाको त्यहाँ ओडाकारलाई भएको यो आरुवा यो हौजाबाङ हो कि ओडाकारले त्यो ऊ त्यो हाम्रो ओडाकार पार गरेर हामी एउटा है त्यो पार गर्नु कति होला एउटा 2टा 3टा 4वटा
यहाँबाट चाहिँ यतिबाट हिँड्दै जाने माथि बाटो थियो। यति हो हामीले घाँस दाउरा गर्ने मल बोक्ने उसको घर यो। मेरो घर यो होइन, साइलहुडको मेमोरी फेस। हामीले चाहिँ ऊ त्यो जङ्गल छ नि त्यहाँबाट दाउरा काटेर ल्याउँथ्यौँ तल अघि नगएको जहाँबाट सिकाइदिएँ मैले, त्यहाँ लग्थ्यौँ यहाँ लग्थ्यौँ। त्यो टावर छ नि माथि हो, त्यहाँनिरबाट टुयो फालेपछि सुई माथि फिर्ता आउँछ यार हावाले क्या। अनि रिजाबाङ भन्ने यो है केटा हो। अनि यो घर पनि तिम्रो हो क्या? एउटा घर थियो क्या? नै नै उसको तिम्रो घर यहाँ पनि थियो एउटा, यही घर होला, त्यही घर हो तेरो नै यसको। पहिला त ऊ थियो। यहाँ यो तल घर यहाँ गोठ बनाउँथ्यो कि मान्छेले पहिले। हामीले पानी लिएर आउँथ्यौँ त्यहाँ तलबाट, यहाँ माथि लग्थ्यौँ पानी। झर्ना होइन, मूल छ यो लाखुरीको रुख। ढुङ्गामा पऱ्यो, ढुङ्गामा पऱ्यो। हिँडेर कति ठुलो लाखुरी रुख लाग्थ्यो कि पहिला त, कति सानो भएको छ। यो गीताको घर, त्यो सुशीलाको घर, यो उसको घर, यो त्यो हाम्रो घर माथि, यो मेरो भाइको घर। हरियो खालको माछा नि। अनि हामी हिँड्दै जाने बाटो चाहिँ यहाँबाट थियो क्या, यहाँबाट ट्याक्क त्यसरी पारि जाने। त्यो रोड त त्यही हो, तल मिसिन जान्थ्यो। त्यहाँ पहिले सम्झिन्छु भन्नुहुन्थ्यो त, को हुनुहुन्छ त्यहाँ? छोरो बितिहाल्यो। त्यही घर हो जो हरियो घर छ नि। जरा त जरा हो, यहाँबाट पनि तालबाङ जान्छ कि उतातिर जरा त। हामी पढ्न जाँदाखेरि यही बाटो भएर जान्थ्यौँ, त्यहाँ जाने हुन्थ्यो र ढिला भइन्छ क्या। त्यहाँबाट त्यस्तरी माथिबाट जाएर त्यहाँ जाने, त्यहाँबाट चाहिँ तालबाङ सट्ट निस्किन्थ्यो क्या, बुझ्यौ? अनि यो बारी हाम्रो, यो बारी हो, यो बारी हो, यो हाम्रो अङ्कलको घर थियो, अनि बेचेका हो। अनि गुड मर्निङ फ्रम रोल्पा तालबाङ। ए सालकटो पैसा त माग्ने यिनीहरूलाई एकचोटि 550 माग्नु पऱ्यो। अब हामी गयौँ आरुवातिर। यो चाहिँ तालबाङ बजारै छ, त्यो तालबाङ। यहाँबाट यसरी जानु पर्थ्यो आरुवा जानलाई। पहिले पुरानो साथी चौकी चाहिँ यो हो, हामी पढेको स्कुल त्यो हो। यसरी जानु पर्थ्यो कि बुढा गाउँ जानलाई। यहाँबाट पनि बाटो छ मेन। अहिले चाहिँ हामी हिँडेर जाने बाटो यहाँबाट, यहाँदेखि माथि डाँडा गएर तल गइन्थ्यो। हामी बिहान पुरा काम गरेर यहाँ पढ्न आउँथ्यौँ यार। 6 मा 5 सम्म स्कुलमा पढ्यो आरुवा। यो चाहिँ मावि स्कुल हो, यो स्कुलमा पढिन्थ्यो। 8:25 सम्म यहीँ पढेको म। माथि सिटी छ, त्यहीँबाट जान्थ्यौँ हिँड्दै हामी। पहिला स्वास्थ्य चाहिँ त्यो घरमा थियो। हेर देखेर बड्डाले अहिले भेट हुन्छ अहिले। आऊ यहाँबाट यसरी जाने बाटो। गणेश खोइ गयो? यहाँबाट छ कि बाटो? यहाँबाट माथि जाने? कहाँबाट जान्छ? सिधै नै? ओके ओके। कहाँदेखि हिँड्दै आयो तिम्रो? कहाँदेखि? तालबाङबाट? कति मिनटमा आइने चाहिँ? हो ढुक्क 100% हो?
ढुक्क नि बन्चल्ला पाइन्छ जाम पक्र हान्दैछ ऐसेलु मिठो छ रसिलो छ खै त ऐसेलु नि देखिन्न काफल गरीमा ऐसेलु खाँदै रिजर्भ आउँ त्यो त कसले पुरै क्रस फायर पड्काउँछ त पारि हामी गयौँ है त कहिले आउनुहुन्छ तपाईँ जाम त 95,000 के त्यत्रो ल्याइदेऊ चटपटे धन्यवाद पैसा ऊ तेल दिन्छ है ऊ ल एउटा यस्तो है गाडीमा आउँदा राम्रोसित आउने भोलि बिहान आइन्छ नि बाजेलाई चल्दै हुन्छ यत्रोमा नभए मान्छे हामी कहाँ कहाँ जान्थ्यौँ ल हामी चाहिँ बुढागाउँ आरु हाम्रो बर्थ प्लेसबाट चाहिँ फर्किरहेछौँ है हामी चाहिँ अब जान्छौँ घोराइको बाटो जान्छ होला अस्ति आएको थियौँ कपुरकोटको बाटो अब घुम्दै घोराइको बाटो जाने हो हेर्नुहोस् घरती गाउँ बजार घरती गाउँबाट घोराइसम्म 85 किलोमिटर छ 85 किलोमिटर है साथी हो अब हामी घरती गाउँबाट स्याट ल्याएर कति छिटो अरे पेट्रोल पनि हाल्थ्यो यार पेट्रोल घरती गाउँ बजार यस्तो छ अवस्था पेट्रोल छ होला क्या यहाँ पेट्रोल छ ल ग्यास चलाएर पेट्रोल हालौँ चाहिँ मोमो पसल खोजिरहेको छौँ मोमो पसल के खाने हो अरे खै त होटल हामी चाहिँ यताबाट नेर्पा हुँदै अनि कपुरकोट भएर जाने बाटो हो यो 85 किलोमिटर छ यो चाहिँ 95 किलोमिटर 10 किलोमिटर फरक पर्छ प्लस हामी यो बाटो जाँदैछौँ पिच बाहिर गयो कतासम्म त्यही भएर 10 किलोमिटरसम्म घोराइ फरक पर्छ भने वहाँ फेरि 30 किलोमिटरको फरक पर्छ तर हामी यहीँबाट घुम्दै जाने कुरो भयो आज अलि अगाडि आऊ चाहिँ घरती गाउँबाट 20 किलोमिटर अगाडि हिँडिसकेपछि पिच बाटो भेट्यो साथी हो यो पिच कहाँसम्म छ थाहा चाहिँ छैन यही पिच बाटोको लागि चाहिँ हामी आएको हो खासमा उताबाट नगरेर यताबाट त्यो चाहिँ दारपोट हो दारपोटबाट बिहान चाहिँ बब्बाले तपाईँ भ्यू खतरा देखिन्छ कि यो फोटो खिच्ने यो अब हामी टिला गएर नास्ता सास्ता खान्छौँ स्याम्म लाएर बाबुलाई भोक लागेको छ अरे होइन बाबु दहबन भन्ने ठाउँ यही हो पहिला माओवादीको क्याम्प थियो बब्बाल क्याम्प ए माथितिर घोराइ 35 किलोमिटर यहाँ हामी चाहिँ त्यहाँ दहबन यहाँ अगाडि बिजोरी उताको त्यो पिच थियो कच्ची थियो होला चट्टान चाहिँ बबालेर हो उहाँको जस्तो है ए यस्तो खतरा जाजरकोटको जस्तो चट्टान दाङकै हो यो पनि दाङकै हो फेरि फाइनली हामी अस्ति माछा मार्न आएको ठाउँमा चाहिँ आइगयो है ए रहेछ कडा हो ठ्याक्क 6 बजे तुलसीपुर आइपुग्यो 1 बजे हिँडेको हलवाङबाट के अरे बुढागाउँबाट यहाँ चाहिँ घोराइको बाटो आउँदै लामो रहेछ ठ्याक डबल लाग्दो रहेछ